फाइनली गाइस आज चाहिँ यो बच्चाहरुको लागि मैले एउटा राम्रो एउटा बेन गर्ने के चाहिन्छ हेर्नु होला हैन बच्चाहरुलाई बोलाउनको लागि सानो टुक्रोको पनि चाहिन्छ हैन यसलाई यसरी यसरी मजासँग हाल्नु पर्यो यसलाई हैन यसलाई यसरी मजासँग हैन बच्चाहरुलाई भुलाउन चाहिँ अच्छा हुँदो रहेछ यसलाई यसरी हालेपछि यसलाई राम्रोसँग हाल्नुपर्छ यहाँबाट हामीले अब एउटा टेप यसलाई एउटा टेपले यसलाई मजासँग हालेपछि फेरि अर्कोलाई पनि हामी हाल्न रेडी छौं हैन यसलाई थोरै मात्रामा यतिकोमा हालेपछि हैन यसलाई हामीले फेरि यो तरिकाले हाल्नुपर्छ है हामीले यो तरिकाले हालेपछि चाहिँ हाम्रो लगभग यसरी राखेर यसलाई बाउन्डिङ गर्नुपर्छ यसरी हैन यसलाई बाउन्डिङ गरेपछि यो चाहिँ पुरानो रहेछ कि यो लबरहरु चाहिँ पुरानो भइसक्यो अलिकति भर पर्दैन यसलाई चाहिँ यस्तरी राखेर हैन यसरी बेर्नु पर्छ हैन यसलाई चाहिँ मजासँग यसरी बेर्न पर्यो हैन यो बेरेपछि चाहिँ यस्तो तरिकाको हुन्छ नि त यो यसलाई